हावा चिसो थियो, सूर्य अस्ताउँदै थियो। म सूर्यतिर हेरिरहेकी थिएँ, तिमी मलाई हेरिरहेका थियौ। सूर्यास्ततिर हेर्दै गरेको मेरो फोटो खिच्दै, जुन मैले तिमीलाई भनेकी पनि थिइनँ। त्यसपछि मैले तिम्रो हात समातेँ र बिस्तारै भने, एकछिन सूर्यास्त नै हेरौँ न। सूर्य केही मिलिसेकेन्डको मामलामै यति छिटो लोप भयो। तिमी अचम्मित भयौ। म तिम्रो आँखाबाट सबै बुझ्न सक्थेँ। त्यसपछि तिमीले भन्यौ, तिमीले कहिले पहाडको माथिबाट अस्ताउँदै गरेको सूर्य हेरेको थिएनौ भनेर। त्यो सुनेर म निकै खुसी भएँ। र त्यो पहिलो पटक नै थियो हामीले हात समातेको। तिमीले केही बेर मेरा औँलाहरूलाई निहालिरह्यौ र भन्यौ, मेरा औँलाहरू धेरै मसिना छन् र नङहरू निकै लामा छन्। त्यो दोस्रो पटक थियो कसैले मेरो हातको प्रशंसा गरेको। पहिलो पटक मेरी काकीले गरेकी थिइन्। म सानी हुँदा उहाँ सधैँ भन्नुहुन्थ्यो, मेरा औँलाहरू सर्जनका हात जस्तै पातला देखिन्छन्। त्यो बेला मलाई सर्जनका हात कस्ता हुन्छन् भन्ने कुरा अलिकति पनि मेसो थिएन। त्यो कुरा सम्झँदा मलाई लाग्छ केही क्षणहरू यति साना हुन्छन्, तर स्मृतिमा भने अनन्त जस्तै फैलिन्छन्। त्यो सूर्यास्त जस्तै, जुन पहाडको पछाडि हरायो, तर आँखाबाट होइन, मनबाट होइन। तिमीले मेरा औँलाहरू हेरिरहेका थियौ। म भने त्यो क्षणलाई समातिरहेकी थिएँ, डराउँदै पनि, किनकि थाहा थियो यस्ता क्षणहरू फेरि दोहोरिँदैन। सायद त्यसैले हावा अझै चिसो लाग्छ जब म त्यो साथ सम्झन्छु, र सूर्य अझै पनि उही पहाडको पछाडि अलि ढिलो अस्ताउँछ स्मृतिहरूमा, कमसेकम मेरो लागि।